यो विनाश यतिमा मात्रै रोकिएको छैन, अझै बाढी आउन सक्छ। तिब्बततर्फ पहिरोले थुनिएको ताल अझै पुरै नखोलिएको भन्दै चीनले सचेत गराएको छ। कतै लेदोमुनि आधा थिचिएका लासहरू छन्, कतै आँखै अगाडि आफन्त बगेको देखेर होस गुमाएका मानिसहरू किनारमा रोइरहेका छन्, त कतै बचाइदेऊ भन्दै छत र डाँडाबाट हात हल्लाउँदै गरेका नेपालीहरू। सिङ्गो देश अहिले शोकमा डुबेको छ, तर यही बेला फेरि अर्को बाढी आउने चेतावनी चीनले दिइरहेको छ। बाढी आउनुभन्दा ठिक अगाडि पुरै जमिन भुइँचालो गए चाहिँ थर्किएको थियो कि मानिसहरूले पहाड फुटेको सोचे, तर सम्हालिन नपाउँदै माथि तिब्बतको हिमताल फुटेर आएको कालो लेदो भीमकाय चट्टान र रुखका ठुटाहरू बोकेको काल बस्तीभित्र पसिसकेको थियो। बाढी अलि साम्य भएपछि भोटेकोसी र त्रिशुलीको बगरभरि जे दृश्यहरू देखिए। डाँडा काँडामा शरण लिन बसेका सुत्केरी आमाहरू, वृद्ध वृद्धा र साना बालबच्चा, नाङ्गो गोडा च्यातिएको भिजेको कपडा र ओठ सुकेको अवस्थामा उनीहरू तल बगरतिर हेरेर टोलाइरहेका छन्। कसैको श्रीमान लेदोभित्र फसेका छन्, कसैका छोराछोरी भोटेकोसी र त्रिशुलीको भयानक छालसँगै बगेर नुवाकोट, धादिङ र चितवनतिर पुगेका छन्। अस्पताल र सुरक्षा निकायका ढोकामा आफन्तको फोटो बोकेर भौतारिएका मानिसहरूको आँखामा अब आँसु पनि सुकिसकेको छ। सबैभन्दा हृदय विदारक दृश्य त तब देखिन्छ जब लेदोभित्र आधा पुरिएका आफन्तहरूलाई निकाल्न खोज्दै माथि तिब्बततर्फको ताल अझै फुटेर बाढी आउन सक्ने रेड अलर्टको सूचना आउँछ। भेटिसकेका आफ्नो मान्छेका आधा पुरिएका शव र अङ्गहरूलाई हिलोमै छाडेर आफ्नो ज्यान जोगाउन नाङ्गो खुट्टा डाँडातिर भाग्नुपर्ने नियति अहिले नेपालीको छ। बेत्रावतीको 7 पिसे फाँट पारी एउटा ढलान घरको छतमा थुनिएका ती मानिसहरू। कालिका स्थानको डाँडाबाट पत्रकार केशव न्युपानेले क्यामेराको लेन्स जुम गरेर हेर्दा छतमा मलाई बचाइदेऊ भन्दै हात उठाइरहेका मानिसहरू थिए। उनीहरूको ओठ सुकिसकेको थियो, मुखबाट बोली फुट्दैन थियो, केवल आँखै अगाडि मृत्युको छाया देखेपछि हताश भएर हात हल्लाइरहेका थिए। तर विडम्बना, डाँडामा उभिएका मानिसहरूसँग क्यामेराको ब्याट्री सकिएर डोलाउनु र ती असहाय हातहरू हिलोमा बिलाउनु लागेको हेरेर बक्कान्न बाहेक कुनै विकल्प थिएन। झन् लाङटाङ जलविद्युत आयोजनाको 20 मेगावाट क्षमताको सुरुङभित्रको दृश्य। सुरुङभित्र काम गरिरहेका 25 भन्दा बढी मजदुरहरू एकाएक भित्रै थुनिए। बाढीको लेदोले सुरुङको मुख्य ढोका टालिदियो, भित्रको बिजुली काटियो र मोबाइलको नेटवर्क ठप्प भयो। 100 मिटर माथिको त्यो भयानक अँध्यारो र चिसो सुरुङभित्र अक्सिजन घट्दै जाँदा ती मजदुरहरूले कसरी साहसमा जीवन खोज्दै एक सेकेन्ड मृत्युसँग सङ्घर्ष गरिरहेका होलान्। काठमाडौँमा आयोजनाका सञ्चालकहरू उद्धारका लागि हेलिकप्टर पाउन भौतारी रहे, तर अँध्यारो गुफाभित्र फसेका ती 25 मजदुरहरूसँग पुग्ने बाटो खुलेको छैन। तिब्बतको 5150 मिटर र उच्च हिमाली क्षेत्रमा रहेको हिमताल अचानक फुटेपछि लेदो, माटो र भीमकाय ढुङ्गासहित 8 देखि 10 मिटर अग्लो बाढी भोटेकोसी नदीमा ओर्लिएको थियो। कुनै वर्षा वा पूर्व सूचना बिना बिहानै 9:15 बजे भुइँचालो गए जस्तै गरी जमिन हल्लाउँदै आएको यो बाढीले रसुवाको मितेरी पुल, रसुवागढी टाइपोर्ट, टिमुरे भन्सार क्षेत्र र स्याप्रोबेसी बजार तथा हाइड्रो पावर संरचनाहरू एकैछिनमा तहस-नहस बनाइदियो। त्यसपछि भोटेकोसी हुँदै त्रिशुली नदीमा मिसिएको यो महाविनाशले नुवाकोटको बेत्रावत र त्रिशुली बजार, धादिङको गल्सी, मलेखु र बेनीघाट हुँदै मुगलिङ र चितवनको नारायण नदी किनारसम्मका सडक, पुल र घर र दर्जनौं सर्वसाधारणलाई सोहोर लागेको छ। अझै विरक्त लाग्दो अवस्था त डाँडामा शरण लिन बसेका ती सुत्केरी आमा र वृद्ध वृद्धाहरूको छ। विनाशको यो श्रृङ्खला अझै रोकिएको छैन अरे। तिब्बततर्फ पहिरोले थुनिएको ताल अझै पुरै नखोलिएको जानकारी आएको छ। अझै बाढी आउन सक्ने चेतावनी आइरहेको छ। 5150 मिटरको उचाइबाट ओर्लिएको एउटै विपदले रसुवा, नुवाकोट, धादिङ र चितवनसम्मका हजारौं सपनाहरू सधैँका लागि बगाइदिएको छ। हिजोसम्म जीवन गुन्जिरहेका बस्तीहरू आज ढुङ्गा र हिलोको शमशान घाट बनेका छन् र आज सिङ्गो नेपाल आफ्ना बेपत्ता नागरिकका लागि छाती पिटी रोइरहेको छ। अहिलेको सबैभन्दा ठुलो प्राथमिकता भनेकै अँध्यारो सुरुङ र सुकेका बगरहरूमा सासमा अक्सिजन र जीवन खोजिरहेका ती बेपत्ता नागरिकको उद्धार गर्नु, पीडित परिवारलाई ओत र राहत दिनु र तटीय क्षेत्रमा फेरि आउन सक्ने सम्भावित बाढीबाट मानिसको ज्यान जोगाउनु हो। आज रसुवाका डाँडाहरू शोकको सन्नाटामा डुबेका छन्, खोला किनारका बगरहरू शमशान बनेका छन् र सिङ्गो देश आफ्नो गुमेको सन्ततिहरूको सम्झनामा भक्कानिएर रोइरहेको छ। आउनुहोस् यो विपदको कठिन घडीमा हामी सबै एकजुट बनौँ र भगवानसँग एउटै प्रार्थना गरौँ, हराइरहेका मानिसहरूको शीघ्र सकुशल उद्धार होस् र देशले फेरि कहिले यस्तो कहाली लाग्दो वज्रपात सहनु नपरोस्।